हजुरको देख्न सक्नुहुन्छ यहाँ चाहिँ हजुरको साइफोन बसालेको थियो प्यान्ट सिटकोलाई। यो घरको चाहिँ बाहिर हजुरको सिपेज आइरहेको थियो होइन। अनि हामीले चाहिँ यो अन्डरग्राउन्ड हजुरको सबै फोडेर हेऱ्यौँ होइन। यहाँ फोडेर हेर्दाखेरि चाहिँ अन्त कति समस्या चाहिँ देखिएन। तर हजुरको यो जुन एल्बोमा हाम्रो जोइन्ट छ नि, त्यो जोइन्टबाट चाहिँ हेर्नुहोस् त्यो यस्तो मात्रामा पानी निस्किरहेको रहेछ। तल फेरि हाम्रो बालुवा छ होइन, यसलाई माथि ढालेको थियो। त्यो बालुवाबाट यो सोक्ताबाट भित्र गएर हजुरको वाल पुरै एकछिनमै चिसानु हुने। हामीले चाहिँ बाहिरतिर होला भन्ने सोचेका थियौँ। तर यो कनेक्सन पाइपको बेन्ड हेर्नुहोस् हजुरले, हामीले यसरी बेन्ड पनि राख्ने होइन। हामीले त्यहाँबाट 40 डिग्री राखेर डाइरेक्ट त्यो साइफोनमा गरे भए हुन्थ्यो यसलाई घुमाएर। तर यो सायद उहाँहरूले जान्नु भएन। त्यही भएर हाम्रो दक्ष प्लम्बरसित हाम्रो काम गराउनुपर्छ। त्यो गर्दाखेरि चाहिँ हाम्रो हजुरको एक्सपेन्सहरू कम हुन्छ। अहिले हेर्नुहोस् न यो घर कति फोडिएको छ होइन। त्यही भएर अब हजुरले काम गराउँदा चाहिँ राम्रो प्लम्बर र अनुभवी टिमलाई मात्र खोज्नु होला। यो चाहिँ हामीले जनहितको लागि जानकारी गराएको हजुरको लागि। हस् त हजुर, धन्यवाद।